चाहिँ बुढाबुढी चटक्क मिलेर काम गर्न जाँदैछ। तपाईँहरू पनि को यसरी हिँड्नुहुन्छ कमेन्ट गर्नु होला साथीहरू हैन। एउटा डन्डी छैन पहिला कस्तो डन्डी पर्थ्यो बिहे गर्दाखेरिमा। साथीहरू मेरो बुढीको जम्प फुड अर्डर फाइनल। हेलो वेलकम ब्याक टु माई च्यानल भन्दै फेरि पनि साथीहरू म पूर्ण ब्लगमा उपस्थित भइसकेको छु। आज चाहिँ साथीहरू होइन आजको मौसम चाहिँ एकदम धेरै पानी परिरहेछ होइन, एकदम कुहिरो लागिरहेछ अनि एकदम पानी परिरहेछ होइन। त्यस्तैमा पनि मैले चाहिँ बिहान 2-3 बारी मकै बोकिसकेन साथीहरू, देख्न सक्नुहुन्छ पानी भइसकेको छ होइन, पसिना भइसकेको छ साथीहरू। अनि चट्ट लगाएर होइन आज यतातिरको भ्यू चाहिँ यस्तो छ है साथीहरू, चट्ट पानी परिरहेछ होइन, देख्न सक्नुहुन्छ पानी परिरहेछ, पुरा कुहिरो लागिरहेछ सिधै सबैतिर होइन साथीहरू। अनि म चाहिँ भर्खर मकै बोकेर आएको। यस्तै हो बर्खायाममा पानीमै काम गर्नुपर्छ साथीहरू। अनि आज चाहिँ म के गर्छु त्यो तपाईँहरूलाई देखाइहाल्नेछु, लास्टसम्म हेरेर साथ दिनु होला। हेलो साथीहरू होइन हामी चाहिँ अब बुढाबुढी टक्क खानासाना खाएर होइन हामी चाहिँ झार उखाल्नु जाँदैछौँ होइन, रोडको पनि काट्नुपर्ने छ, झार पनि उखाल्नु पर्ने छ होइन। हामी चाहिँ बुढाबुढी चटक्क मिलेर काम गर्न जाँदैछौँ। तपाईँहरू पनि को यसरी हिँड्नुहुन्छ कमेन्ट गर्नु होला साथीहरू होइन। गाइजहरु मेरो बेबीको गीत सुनिदिनु होला है सबैजनाले। ढुकुर जस्तै टुक्रोकै बस्नु भएको छ। सागी पनि आइसक्यो बेबीको गीत सुन्नलाई। केही त बोल्नु न भइसक्यो क्या, एकछिन स्टप गर्नु पर्यो क्या। यस्तै हो यो को हो यत्रो साथीहरू देख्न सक्नुहुन्छ मेरो बुढी कस्तो राम्री हुनुहुन्छ, क्लियर छ, एउटा डन्डी छैन पहिला कस्तो डन्डी पर्थ्यो बिहे गर्दाखेरिमा। मसँग आएर चाहिँ राम्री बनाए जस्तै कुरा हो नि त, मसँग आएर त राम्री भएको नि, पहिला कत्रो डन्डी पर्थ्यो। मसँग आएर चाहिँ मैले राम्री बनाएको जस्तै कुरा गर्नुहुन्छ त। मैले आएर यस्तो राम्री बनाएको कस्तो डन्डी पर्थ्यो त्यो थियो। एउटा डन्डी भेटायो भने पैसा दिन्छु म छ नि त, छाम्नु मिल्दैन। एउटा डन्डी भेटायो भने म पैसा दिन्छु यार, यो राम्री त्यस्तो क्लियर छ, कस्तो राम्री। के ल्याउनु पर्ने भन्नु न छिटो। चाउचाउ ल्याउनु होइन, 8-9 बोका ल्याउनु, अनि 2टा चाहिँ करेन्ट ल्याउनु, करेन्ट थिएन भने 2 PM ल्याउनु, अनि बोजा ल्याउनु आधी केजी, अनि चिज ल्याइदिनु र रातो खोलको होइन, अरू केही पनि नल्याउनु होइन। सुन्नु साथीहरू बुढीको जम्प फुड अर्डर फाइनल। बुढीको जम्प फुड है साथीहरू, आफ्नो एउटा चाउचाउ 2वटा करेन्ट अनि रातो होला चिज बल अनि बोजा आधी केजी बोजा। ल ठिक छ, केही छैन। अनि त्यति मात्र होइन, अरू केही चाहिएन। ल हेलो साथीहरू होइन म चाहिँ भन्ज्याङदेखि घर फर्किँदैछु होइन। अघि भन्ज्याङ आएको थिएँ अनि सामानहरू यताउता हल्का थोरै काम थियो, कामसाम सकेर म चाहिँ घर फर्किँदैछु। रात परिसक्यो साथीहरू होइन, अघि रात परिसक्यो, म चाहिँ घर फर्किँदैछु। अनि अलिक ढिलो भयो क्या, किन ढिलो भयो भने चाहिँ थोरै सामानहरू केहरू गर्नु थियो, के प्रिन्टहरू गर्नुपर्ने थियो। अनि त्यसपछि मासु किन्नुपर्ने थियो। मासु चाहिँ खै के भएर मासुको भन्ज्याङमा आज सबै बन्द, अनि 1-2वटा खुला भएको नि मासु छैन अरे क्या। अनि म चाहिँ तल्लो भन्ज्याङ आएर पनि मासुहरू किनेर घर फर्किँदैछु साथीहरू होइन। यस्तै हो गाउँ घरमा बसेपछि यस्तै हो, काम गऱ्यो खायो हिँड्यो हल्यो होइन।
ल साथीहरू होइन यस्तै रमाइलो भिडियोहरू हेर्नको मन छ भने चाहिँ लाइक कमेन्ट सब्सक्राइब गर्नु नभुल्नु। साथीहरू म चाहिँ भन्ज्याङदेखि आउँदा होइन अलि ढिलो भयो क्या, आउँदा रात पऱ्यो होइन। अनि मेरो बुढी चाहिँ मलाई कुरिराख्नु भएको रहेछ हेर्नु न मजाले। म उताबाट आउँथ्यो अरू बेला, त्यो उताको बाटो हेर्दै हुनुहुन्छ क्या। त्यहाँ हल्का कुरा नि गर्नुभएको छ, कहाँ गयो किन आएन भनेर, अनि कुरा नि गर्नुभएको छ। अनि मेरो बुढीले चाहिँ मलाई फोन गर्नुलाई फोन निकाल्नु भयो नै साथीहरू। अनि मलाई चाहिँ फोन गर्नुभएको थियो अघि पनि 2-3 चोटि, तर मैले चाहिँ फोन उठाइनँ। ल साथीहरू मेरो बुढीले मलाई कति माया गर्नु छ हेर्नु।